यो चाहिँ 90 डिग्री भएर घुम्दो रहेछ कि यस्तो डर लाग्ने हैन। साथी र म हात जोडेर बसिराखौँ तैपनि तर लास्टै डर लाग्ने कि अहिले त घुमेको छैन नि त। अनि हामी पछाडि साथीलाई हाई हाई भन्दैछौँ, सिर्जु भन्दैछ, शोभा भन्दैछ हामीलाई चाहिँ हैन। यस्तो डर लाग्ने अगाडिको मान्छेहरू पनि साथी डराइसक्यो है। मैले चाहिँ पुरा हातले देखाइरहेको छु अनि पछाडिबाट साथीले चाहिँ भिडियो गर्दैछ कि सिर्जु भन्दै। डर लागिसक्यो, आँखा छोपिरहेको छु मैले चाहिँ है। साथी डराहा, म हाँसिरहेको छु। अब कपाल पनि उडाउँदै लान्छ कि मेरो फेरि। ऊ डर लागेर हेर्नु न, हाँस्ने कि रुनी भएर बसिरहेको छु म चाहिँ। यस्तो डर लागेको। साथी चाहिँ मम्मी भन्दैछ कि अनि त्यही भएर हाँसिरहेको छु म चाहिँ। हामी चाहिँ यो स्विमिङ खेल्न जाँदा है। हेर्नु न मेरो कपाल 90 डिग्री भयो। उता पिङ जस्तै भयो क्या 90 डिग्री पुरै। हेर्नु न हेर्नु, डर लागेर यस्तो तनाव पनि। कपालको हालत हेर्नु न मेरो, कपाल पुरा 90 डिग्री भए। मेरो कपाल देखेर पछाडि मान्छेहरू हाँस्दै थिए। मलाई त लाज पो लागेको थियो कि कपाल यस्तो भएको थियो भनेर। थाहा पनि थिएन नि त त्यो डराएको बेलामा। यस्तो भएको रहेछ क्या कपाल नै पुरा। माथिबाट तल झरेको यस्तो डर लागेको होइन र। कपाल हेर्नु न, कपालको हालत यस्तो थियो। भनेपछि कस्तो भयो होला। पछाडि अगाडि मान्छेहरू यस्तो डराएर कराइरहेको थियो कि। कपाल मान्छेहरू नै हाँसेको थियो। कपाल पुरा 90 डिग्री, पिङ पुरा 90 डिग्री है। अनि यस्तो रमाइलो पनि भयो।